कति नाफा भएछ भनेर सेयर होल्डरलाई हेर्न मन लाग्यो भने उसले आउने हेडिङलाई प्लस जाने हेडिङलाई माइनस गरेर लास्टमा कति पैसा बच्यो भनेर बटम लाइन देखाइदिन्छ। अनि यही बटम लाइनमा भएको पैसा नै सेयर होल्डरलाई बाँड्ने हो हैन। नेट प्रफिटबाट नै हामीलाई डिभिडेन्ड आउने हो। अनि नेट प्रफिट पनि सबै सेयर होल्डरलाई बाँड्न पाइँदैन है भन्छ राष्ट्र ब्याङ्कले। केही पैसा चाहिँ रिजर्भमा राख भन्छ र यसको लागि डिफ्रेन्ट प्रकारको हिडिङमा प्रोभिजनहरू हुन्छ र सबै प्रोभिजन कटाएपछि जति पैसा बच्छ त्यो पैसालाई चाहिँ हामी डिस्ट्रिब्युएबल प्रफिट भन्छौँ है। डिस्ट्रिब्युएबल प्रफिट भनेको बाँड्न मिल्ने नाफा। सेयर होल्डरलाई सबै रिजर्भ कटाइसक्यो, अब यो चाहिँ बाँडे हुन्छ। यो चाहिँ चोख्खै बाँड्न पुग्ने पैसा भनेको हो। त्यही भएर हामीले इपिएस दुई प्रकारले निकाल्न सक्छौँ। एउटा सिम्पल इपिएस भइहाल्यो, त्यसलाई बेसिक इपिएस पनि भन्न मिल्छ। अर्कोलाई चाहिँ हामी डिस्ट्रिब्युएबल इपिएस भनेपछि डिस्ट्रिब्युएबल इपिएस किन आवश्यक छ भन्दाखेरि हामीले अर्निङ पर सेयरको कन्सेप्ट चाहिँ पढाएको छैनौँ। त्यो पनि आज मैले तपाईँहरूलाई यहाँ बताइदिनै पर्दाखेरि यसको डिस्ट्रिब्युएबल इपिएस 30 छ हैन। अनि यसको एक्चुअल इपिएस चाहिँ कति छ भन्दाखेरि एक्चुअल इपिएस चाहिँ यहाँ तल पिएल एकाउन्टको बटम लाइनतिर यहाँतिर उसले लेखिदिएको हुन्छ, निकालिदिएको हुन्छ। डाइल्युटेड बेसिक इपिएस चाहिँ 25 छ भनेको मतलब यो तपाईको यो 20 र 25 को मिनिङ के भन्दा तपाईको यो आर्थिक वर्ष यो जुन 82-83 चलिरहेछ यो 82-83 को लागि चाहिँ उसले एक किता बराबर 30 रुपैयाँ दिन सक्ने उसको क्षमता छ। तर यो क्षमता चाहिँ उसको यही क्वार्टरको नाफाले भएको होइन हैन। 25 रुपैयाँसम्म चाहिँ यही क्वार्टरको कारणले आएको भयो भने बढ्ता 5 रुपैयाँ चाहिँ त्यो अघिल्लो वर्षको नाफा अथवा रिजर्भतिरबाट कतैबाट आएको हो भन्ने कुरा बुझ्नुपर्छ हैन। यो चाहिँ यो क्वार्टरको इपिएस हो। यो 25 भनेको चाहिँ यो क्वार्टरको इपिएस हो हैन। अनि यो चाहिँ यो रिजर्भहरू कटाएर बचेको। अब अरूको जनरली हामीले अरू ब्याङ्कको हेर्दाखेरि चाहिँ यो एक्चुअल इपिएस भनेर डिस्ट्रिब्युएबल इपिएस कम आउँछ, तर नबिलको हकमा चाहिँ धेरै आएको देखिन्छ। किन भन्दा यो धेरै किन आयो मैले हिजो कुरा गरिसकेँ। यसको चाहिँ अघिल्लो वर्षको नाफाहरू जुन यसले नबाँडिकन राखिरहेछ, रिटेन गरिरहेछ, यो पैसा पनि अब बाँड्न मिल्ने भइसकेको छ, बाँड्न मिल्छ तर नबाँडिकन राखेछ। त्यो यहाँ जोडिँदाखेरि यो इपिएस चाहिँ धेरै आएको हो क्या। डिस्ट्रिब्युएबल इपिएस चाहिँ खास यो क्वार्टरको कारणले गर्दा धेरै